सो हे हेलो गाइज, आज चाहिँ हामी देवघाट आएका छौँ सम्पूर्ण अनि एउटा सानो भ्लग तपाईँहरूमा आज सम्प्रेषण गर्न गइरहेको छु म। अनि हाम्रो चाहिँ एउटा यादगारको रूपमा हाम्रो यहाँ ठुलमम्मी हुनुहुन्छ। यहाँ चाहिँ हामी चाहिँ आश्रममा टक्क हामी पसिरहेका छौँ। यहाँ ठुलमम्मी हुनुहुन्छ, यहाँ आन्टी सुन्तला लिन जानुभयो। यहाँ देवघाट रमणीय रहेको छ। अहिले चाहिँ त्यहाँ देवघाटको पुलबाट पनि हामी सानो भिडियो बनाउनेछौँ। यहाँ नानी निकै नै खुसी छिन्। अनि हिजो दुर्गा साबाको कन्सर्टमा पनि हामी नाचेको थियौँ। अनि यो तपाईँहरूलाई बाँदर पनि देखाउन गइरहेको छु मैले। यहाँ बाँदरहरू निकै नै छन्, भ्लग गराउन पनि निकै डर छ। त्यहाँ पनि गाडी दिने बाँदर छन्, माथि पनि मूर्ति रहेको छ। यो गाडी माथि पनि बाँदर रहेको छ। तपाईँले देख्नुभएको छ देख्नु छैन, म जुम गरेर देखाउन चाहन्छु तपाईँहरूलाई। चाहिँ गाडी माथि पनि बाँदर रहेको छ। यहाँ तारमा पनि बाँदर झुन्डिरहेको छ। यी रेलिङमा सानो बाबु बाँदर। अहिले चाहिँ हामी देवघाटको पुलमा लागिसकेका छौँ। अनि निकै नै रमणीय दृश्य तपाईँहरूमा आज सम्प्रेषण गरिरहेको छु मैले। अनि काटे गाइज, अहिले चाहिँ हामी चाहिँ जिल्लै परिवर्तन गरेर चाहिँ अर्को ठाउँमा आइसकेका छौँ। हाम्रो जिल्ला परिवर्तन गर्न थाहा परिवर्तन हामी दुईवटा जिल्ला घुम्यौँ। हामी तीन जिल्लामा त घुम्यौँ। हामी नवलपुरबाट चितवन आइयो, चितवनबाट हामी नवलपुरबाट चितवन आइयो, चितवनबाट हामी तनहुँ आइएको छ। अहिले हामी निकै नै रमणीय क्षेत्र, एकदम पवित्र स्थान, हिन्दूहरूले एकदम मान्ने ठाउँ, हिन्दू धर्मअनुसार पवित्र स्थानमा हामी आइसकेका छौँ। हाम्रो प्रवेश सफल रूपले भइसकेको छ। तनहुँ जिल्ला अहिले चाहिँ हामी ट्याक्क देवघाट धाममा स्नान गर्ने ठाउँमा आइसकेका छौँ, देवघाट लेकको ठाउँमा। र यहाँ अब हामी चाहिँ स्नान गर्नेछौँ। सायद बोटिङ चाहिँ हाम्रो के हुन्छ, हाम्रो अहिलेसम्म प्लान छैन। अनि यहाँ विभिन्न स्टलहरू पनि तपाईँहरूले देखिरहनु भएको छ। निकै नै रमणीय क्षेत्र रहेको छ हाम्रो देवघाट धाम। अब यहाँ ठुलो मम्मीहरू दिदी उता हुनुहुन्छ, ठुलो मम्मी यहाँ हुनुहुन्छ, आन्टी यहाँ हुनुहुन्छ, नानीले झोला बोकिरहेछिन्। अहिले चाहिँ म र मुन्ने दाइ चाहिँ स्नान गरेर आयौँ, मुन्ने दाइ त्यहाँ हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो पूजाको कार्यक्रम चलिरहेको छ। उता सरस्वती आन्टीले पनि पूजा गर्दै हुनुहुन्छ। शालिग्राम ढुङ्गा भन्नुहुन्न, गङ्गीलाई दुध चढाउन चाहिँ मैले थालिरहेको छु। नानी एउटा सानो भिडियो। अहिले चाहिँ यहाँ यी पूजाआजा गरेर टिकाटालो कार्यक्रम हुँदैछ। आन्टीले पूजा गर्दै हुनुहुन्छ। नारायणी माई गङ्गा यमुना मजाले बग्नुभएको छ। अहिले चाहिँ हामी चाहिँ स्नान गरेर नुहाइ गरेर मन्त्र जाप गरेर हामी चाहिँ नित्य कर्मतिर पहिले घर नित्य कर्म सकेर यहाँ आएर पनि हामी देवघाटमा पूजा गरिरहेका छौँ। देवघाटमा आइक्यो। यहाँ चाहिँ विद्यालयका भाइ बहिनीहरू पनि भिजिटका लागि आएका छन्, एजुकेसनल टुरको लागि। त्यो पनि तपाईँहरू आइ देखाउन चाहन्छु म। यहाँ ओहो, यहाँ कति राम्रो चिसो हावा, यो हेर्नु कति रमाइलो छेड। ओहो हो आहा। मम्मी हजुर, तपाईँलाई भ्यू कस्तो लाग्यो हेर्नु त? राम्रो लाग्यो नि छोरो, मलाई त। ओहो, कति राम्रो भ्यू हो। देवघाट आइसी त आज यत्रो बाटो हिँडेर तयारी गरेर आएको त एकदम रमाइलो भयो नि यो भ्यूले नि है। एकदम कस्तो राम्रो भ्यू भयो नि है। चिसो हावा चलेको सर है। यो थकित जिउ पनि कति आनन्द भयो कि थकाइ लागे पनि त थकेको महसुस भएन नि है। एकदम शक्ति आए जस्तो, ऊर्जा जस्तो हो है। ऊर्जा चाहिँ भएको छ, एकदम शक्ति आहा। सधैँभरि यसरी आइराख्न पाइयोस् होइन, छोराछोरीलाई लिएर। अनि तपाईँले चाहिँ आजको हाम्रो यात्रालाई कसरी हेर्नुभयो? एउटा कस्तो लाग्यो तपाईँलाई? कस्तो अनुभव रह्यो नेपालको यात्रा? नेपालको यात्रा आज देवघाट फर्स्टचोटि हो आएको। हजुर, दर्शन गर्दा, गङ्गाजीको दर्शन गर्दा साह्रै आनन्द आइरहेको छ। आज शनिबार छोराछोरीलाई लिएर
अब हामी आश्रम जाँदैछौँ तपाईँलाई थाहा छ यो कुरा अब हामी आश्रम जाँदैछौँ अब हामीले चाहिँ हामीले प्रसादी खाएर हामी आफै बनाएर खानेछौँ हामीले आफै बनाएर प्रसादी खाएर अनि हामी हामी फेरि घरतिर गन्तव्यतिर राखिन्छौँ र अनि हामीले चाहिँ यो पकाएको कुरा पनि देखाउने छु मैले यति भन्दै अब चाहिँ हामी आश्रममा गएपछि भेट्नेछौँ जय श्री राम जय श्री राम अब चाहिँ हामी चाहिँ आश्रमतर्फ लागिसकेका छौँ अघिको रमणीय भ्यूको तपाईँले हेर्नुभयो होला अनि यस्तै हो हामी साइडमा हिँडेको छैनौँ अझै हामी दादा भनेर बिचमा हिँडेका छौँ अहिले चाहिँ हामी बर्मेली आश्रम हामी आउन खोजेको आश्रममा आइपुगेका छौँ यो आइरहेको छ हामी आउन खोजेको आश्रम बर्मेली आश्रम हाम्रो महाराजजी कता हुनुहुन्छ अब हामी सबैजना आइपुगेका छौँ सानो एउटा क्लिप झिकेको कि महाराजजीसित हजुर अब चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ घरतिर निस्क्यौँ बर्मेली आश्रमबाट अनि निकै नै रमणीय दृश्य थियो यहाँको र हामी फुल इन्जोय गऱ्यौँ अनि तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला यति भन्दै अब हामी बाई बाई गऱ्यौँ होला अब अर्को भ्लगमा भेटौँ ल